यसरी जिम जानुपर्छ होइन, जिम गएपछि चाहिँ राम्रो हुन्छ, स्वास्थ्यको लागि खतरा हुन्छ, जिम जानुपर्छ स्वास्थ्यको लागि खतरा हुन्छ। कतिचोटि भने मैले उसलाई अनि सना पनि जानुपर्छ कहिलेकाहीँ, राम्रो हुन्छ, दामी हुन्छ। त्यस्तो यसले चाहिँ स्वास्थ्यलाई राम्रो गर्छ। अब नेपालीहरूलाई नेपाली भाषामा के भन्न चाहन्छु भनेदेखि स्वास्थ्यको ख्याल राख्नु, नभए छिटै स्वर्ग अथवा नर्क गइन्छ। त्यो चाहिँ छ कि छैन थाहा छैन, तर जे हो स्वास्थ्यको चाहिँ ख्याल राख्नु सबलाई। यो चाहिँ सबलाई, म विदेशबाट हुन्छ त मधेसतिरको गर्मी जस्तै गर्मी हुन्छ क्या, यो ठाउँ चाहिँ यस्तो गर्मी हुन्छ। अब यति गर्मीमा बस्ने बानी त थिएन, त्यही पनि ठिक छ बस्नुपर्छ, सास फेर्न सजिलो हुन्छ यति पछि होइन। नेपालको अवस्था नि हेरिरहेको थिएँ मैले चाहिँ, के अरे सरकारले बजेट भाषण ल्यायो अरे, अनि तलब सलब बढाइदियो अरे, यताउति कुरा सुन्दै थिएँ होइन। सबको आफ्नो आफ्नो चाहिँ धारणा चाहिँ राख्न पाइयो, ओपिनियन राख्न पाइयो। तर अब कुनै पनि सरकारलाई चाहिँ होइन ब्लाइन्डली अन्धभक्त जसरी फलो गर्नु हुँदैन, किनकि सबै मान्छे हुन्, उनीहरू पनि मान्छे हुन्, उनीहरूबाट पनि मिस्टेक हुन्छ होइन। तर त्यो भन्दैमा चाहिँ पेल्न पाइँदैन। नेपाल भने अब एउटा सानो देश, दुईवटा त्यत्रो ठुलो जायन्ट चाइना र भारतसँग सिमाना भएको देश, त्यही भएर गाह्रै पर्छ त्यस्तो, त्यो खतरनाक बनाउन चाहिँ गाह्रै पर्छ। तर जे होस् उनीहरूलाई ट्राई गर्न दिउँ होइन। धेरै चाहिँ अब त्यही त हो नि, अब कति चाहिँ भएको छ उनीहरू आएको, 2-3 महिना त भयो होला नि, कति भयो यतिमै चाहिँ। अब कहाँ हुन्छ यार, टाइम लाग्छ नि विकास हुन, स्लोली हुन्छ। मान्छेको दिमाग पनि त चेन्ज हुनु पऱ्यो नि त, परिवर्तन हुनु पऱ्यो नि त, यत्तिकै विकास त हुँदैन नि त। विकास हुन त मान्छेको दिमाग परिवर्तन हुनु पऱ्यो, शिक्षामा चाहिँ खतरा लगानी गर्नु पऱ्यो, मान्छेको चाहिँ थट प्रोसेस हुन्छ नि, दिमाग चाहिँ चेन्ज हुनु पऱ्यो क्या, हुन्छ नि भित्रबाट, त्यो चाहिँ हुनु पऱ्यो। त्यसपछि देश विकास भइहाल्छ नि, 100% हुन्छ, त्योमा त कुनै डाउटै छैन। तर यस्तो गर्मी हुन्छ भन्ने मैले चाहिँ सोचेको थिएँ। तर चाहिँ मेरो चाहिँ अनुभव अनुसार होइन, जे होस् 15 मैले अब गर्नु 1.5 महिना भयो, के अरे सास फेर्न सजिलो हुँदो रहेछ, स्टामिनामा एकदम चाहिँ यसले चाहिँ सहयोग गर्दो रहेछ, तपाईँको चाहिँ क्षमता चाहिँ बढ्दो रहेछ, जसको पनि बढ्छ। अब चाहिँ नेपालमा चाहिँ छ कहीँ सना छ भने यसो गयो हुन्छ होइन, तातोमा बस्यो भने राम्रै हुँदो रहेछ जिउलाई चाहिँ भन्ने चाहिँ मेरो धारणा। अब विदेशतिर छन् भने अब होइन अभियसली इजिली हुन्छ एक्सेस सनाको चाहिँ होइन। नेपालमा चाहिँ अलिक टफै होला गाउँघरतिर, सहरमा बस्नेहरूलाई चाहिँ अब जाँदा राम्रै हुन्छ होइन, स्वास्थ्यको लागि। हेल्थी बडी, हेल्थी माइन्ड एन्ड क्रिएटिभ थट। जब स्वास्थ्य शरीर हुन्छ, स्वास्थ्य दिमाग हुन्छ, स्वास्थ्य दिमाग भएपछि अभियसली जिन्दगी राम्रै हुनसक्छ भन्ने चाहिँ आशा गरौँ। आशा त हो नि होइन, 100% त कहाँ दिएछ। अनि अर्को कुरा चाहिँ यो भिडियो मैले बनाउन खोजेको मुख्य कारण चाहिँ के हो भन्दाखेरि होइन, अलिकति अमेरिकाको बारेमा पनि भन्नु मन थियो मलाई। म चाहिँ अमेरिकामा छु। अब यदि तपाईँहरूलाई चाहिँ केही क्वेसन छ भने अमेरिकाको बारेमा मलाई चाहिँ कमेन्ट गर्दा हुन्छ यो भिडियोमा चाहिँ होइन। अनेस्टली भनिदिन्छु, कसम भनेको यो चाहिँ मलाई कुनै ढाँट्नु पनि छैन होइन, कसैलाई केही भन्नु पनि छैन, अनेस्टली भनिदिन्छु। मलाई त मतलब पनि छैन त्यो, अब मेरो फ्यामिलीले यो भिडियो हेऱ्यो भने नि होला हुन्छ यस्तो यस्तो भिडियो बनाएर नहाल्दैन, ट्रुथ भनिदिन्छु। किनकि वास्तविकता थाहा पाएरै आउँदा ठिक हुन्छ कुनै पनि देश होइन। जुन चाहिँ एक्सपेक्टेसन हुन्छ त्यो चाहिँ कतिको हुन्छ होइन, त्यो चाहिँ थाहा हुन्छ आइसकेपछि। त्यही हो, अहिले नेपालमा बसेर थुतु गरेर खान्, कहिले विदेश जाने आएपछि चाहिँ अनि रमाइलो हुन्छ। जस्ट एनिवेज अर्को भिडियोमा चाहिँ भनौँला, यदि तपाईँहरूको इन्ट्रेस्टेड हुन्छ भने मलाई भन्नुहोस्, भनिदिन्छु। यो भिडियो यो च्यानल चाहिँ खासमा खोलेको किन भन्दाखेरि एउटा चाहिँ मानसिक क्रान्ति नेपालमा ल्याम भनेर हो होइन, हरेक कुरामा विचारमा त्यसले चाहिँ राम्रो हुन्छ भनेर। मानसिक क्रान्ति हो चाहिँ मलाई फेरि त्यो फिजिकल रेभोल्युसन, मानसिक मान्छेको चाहिँ दिमाग चाहिँ कसरी हुन्छ होइन, चेन्ज गराउने होइन, आफूले आफूलाई बुझ्ने होइन, फिलोसफी टाइपको। गल्ती हुन्छ सबबाट, मबाट हुन्छ, तपाईँबाट हुन्छ होइन। कसरी चाहिँ यो सोसाइटीको चाहिँ जजमेन्टबाट चाहिँ बच्ने टाइपको होइन, सोसाइटीले कसरी जज गर्छ, अब केटालाई केटी, केटीलाई केटा होइन, यस्तोको बारेमा होइन गफसफ हान्नुपर्छ, त्यसको टाइपको चाहिँ भिडियो हुन्छ यसमा है। मसँग टाइम पनि हुँदैन होइन हरेक दिन भिडियो बनाउने, तर जे होस् पाएको बेला बनाएर हालिदिन्छु। आजको लागि यति नै होइन, यदि हेर्नुभयो भने यहाँसम्म चाहिँ ठिक छ। यसलाई चाहिँ अब म्यासिभ लेभलमा गर्नुपर्छ। मैले इङ्ग्लिसमा पनि बनाउनु त होइन, अब नेपालीमा पनि बनाऊ, किनकि नेपालीमा इजी टु एक्सप्लेन होइन, सजिलो हुन्छ मलाई भन्न पनि। इङ्ग्लिसमा अलिक सोच्नुपर्छ, तर गर्नुपर्छ म्यासिभ, ग्लोबलमै जानुपर्छ।